मलाई पत्रकार मन नपरेको त्यो व्यक्तिले ज्यादै ब्याकबाइटिङ र मेरो यति बेइज्जती गरेछ नि त्यो व्यक्तिले त्यो मान्छेलाई चाहिँ मैले जवाब दिन नखोजिरहेको जब बालेनजीको शपथमा अब आजदेखि म मेरो दर्जा उत्रियो अब चाहिँ बालेनजीको म्याडम चाहिँ मिसेस अथवा हाम्रो त छोरी जस्तो भए पनि हामी त अब हजुरआमाका दर्जामा पुगिसक्यौँ अब उहाँलाई माताश्री मान राष्ट्रिय माता मान भन्न मैले भने हो यहाँ आमा आउनुभयो भनेर एकदमै खुसियाली मनाएको पायौँ तर तपाईँलाई यो शब्दप्रति धेरै नै एकरति पनि छैन तपाईँलाई हिजोको कुरालाई लिएर गएको होला मलाई पत्रकारसँग चाहिँ रिस उठेको त्यो पत्रकारले जहिले पनि मलाई के भन्यो नि यो विदेशी उसबाट परिचालित हो यसले देशलाई बेच्दैछ यो बालुवाटारमा चाहिँ अहिले राजदूत के अरे राजदूतका गाडी छिरे भनेर सधैँ भन्थ्यो अनि तिम्रो चाहिँ आमा होइन भनेको होइन त्यो भयो अनि अर्को कुरा के छ भने गलत इन्फर्मेसन गइरहेछ किनभने एउटा के हुन्छ भने आमा पनि ट्रान्सफर हुन्छ नि आमाको हैसियत पनि त ट्रान्सफर हुन्छ हाम्रो संस्कृतिमा हिन्दू संस्कृतिमा के हुन्छ भने तपाईँलाई बताऊ सानो केटीलाई पनि आमा भन्छन् महिला भएपछि होइन भनेपछि मैले के भनेको थिएँ भने जब बालेनजीको शपथमा अब आजदेखि म मेरो दर्जा उत्रियो अब चाहिँ बालेनजीको म्याडम चाहिँ मिसेस अथवा हाम्रो त छोरी जस्तो भए पनि हामी त अब हजुरआमाका दर्जामा पुगिसक्यौँ अब उहाँलाई माताश्री मान राष्ट्रिय माता मान भन्न मैले भने हो अब त्यहाँ चाहिँ उसले पेश गर्दा गलत पेश गर्यो मलाई पत्रकार मन नपरेको त्यो व्यक्तिले ज्यादै ब्याकबाइटिङ र मेरो यति बेइज्जती